हामीलाई लाग्छ हामी आफ्नो मोबाइलको स्क्रिनमा जे देख्छौँ त्यो हाम्रै रोजाइ हो। तर के तपाईँलाई थाहा छ, तपाईँको सोशल मिडिया फिडमा देखिने हरेक प्रकारका कन्टेन्ट र त्यसका कारण तपाईँको मनमा उब्जिने प्रत्येक आक्रोशको रिमोट कन्ट्रोल कुनै एउटा अदृश्य शक्तिको हातमा हुन सक्छ। गुगल ट्रेन्ड्सको तथ्याङ्क हेर्नुहोस्। डिसेम्बर 2025 देखि जनवरी 2026 सम्म नयाँ र उदाउँदा भनिने शक्तिहरूको सर्च भोल्युम 100 पुग्दा स्थापित शक्तिहरू 25 मा खुम्चिएका छन्। युवाहरू नो नट अगेन भनिरहेका छन्। तर के यो लहर 100% अर्ग्यानिक हो कि यसलाई योजनाबद्ध रूपमा डिजाइन गरिएको हो? कुरा गरौँ पर्दा पछाडिको खेलबारे। युवा नेतृत्व र पारदर्शी नीतिको नाममा अमेरिकी संस्था IRI र NEDले करिब 4.5 करोड रुपैयाँ नेपालका डिजिटल योद्धाहरूका लागि खर्च गरेको तथ्य बाहिरिएको छ। द ग्रे जोन मार्फत लिक भएको डकुमेन्टका अनुसार यो पैसाको उद्देश्य स्थापित शक्तिलाई कमजोर पारेर एउटा यस्तो प्रक्सी शक्ति निर्माण गर्नु थियो जसले विदेशी स्वार्थ पूरा गरोस्। पपुलिजम अर्थात् लोक रिझ्याएको राजनीतिबारे गहिराइमा नबुझ्दा ठिकै लाग्छ, तर यसले दीर्घकालीन रूपमा धेरै ठूलो असर गर्छ। भेनेजुएलामा चावेजले गरिबको मसीहा बनेर सबै ढुकुटी पाडे, जस पश्चात त्यहाँको पैसा रद्दी कागज बराबर भयो। श्रीलङ्कामा राजापाक्सेले अर्ग्यानिक खेती र कर कटौतीको पपुलिस्ट नारा त दिए, तर आज त्यहाँका अर्थतन्त्रका बारे हामी सबै जानकार नै छौँ। पपुलिजमको पछाडि लाग्दा देश कसरी कङ्गाल हुन्छ, यी दुई देश त्यसका प्रमाण हुन्। युक्रेनका जनताले पनि एउटा सेलिब्रिटीलाई हिरो मानेर जिताए, तर सत्तामा पुगेपछि उनले अनुभवी राजनीतिज्ञहरूलाई बाइपास गरेर आफ्ना फिल्म निर्माता साथीहरूलाई शासन सत्तामा संलग्न गरे। पेन्डोरा पेपर्सले देखायो कि भ्रष्टाचार विरोधी भनिने जेलेन्स्कीकै करोडौँ डलर विदेशी ब्याङ्कमा लुकाइएको थियो। जब अनुभवहीन सेलिब्रिटीहरू आफूलाई सर्वज्ञानी ठान्छन् र शासन सत्तामा सामेल हुन्छन्, देश भूराजनैतिक युद्धको केन्द्र बन्छ। पपुलिजमकै कारण आज युक्रेन खरानी भएको छ। अब कुरा गरौँ अर्को ठूलो र डरलाग्दो खेलको। सामाजिक सञ्जाल मार्फत हाम्रो जनमतलाई ती मानिसहरूले भड्काइरहेका छन् जसले रहरले नेपाल छोडेर विदेशी पासपोर्ट खल्तीमा हालेका छन्। अमेरिका, अस्ट्रेलिया, क्यानाडा र बेलायतको विलासी जीवनमा बसेर त्यहाँको PR र नागरिकता लिइसकेका मानिसहरू सामाजिक सञ्जाल मार्फत हामीलाई सिकाउँछन्, यसलाई भोट हाल, उसलाई नहाल, यो बेठिक त्यो ठिक। उनीहरूलाई नेपालको ग्राउन्ड रियालिटीको कति पनि ज्ञान छैन। उनीहरू सामाजिक सञ्जालमा आएर अनावश्यक राय दिन्छन्, कम शिक्षित मतदातालाई उक्साउँछन्। तर सम्झनुहोस्, यदि उनीहरूको उक्साहटमा लागेर देशमा अस्थिरता आयो, अर्थतन्त्र टाट पल्टियो वा भोकमरी सुरु भयो भने त्यसको मार उनीहरूलाई पर्दैन। उनीहरू विदेशमै सुरक्षित हुनेछन्। त्यो विनाशको आगोमा त तपाईँ हामी जल्नुपर्नेछ जो यो देश छोडेर कतै जान सक्दैनौँ। अब अलिक गम्भीर भएर सोचौँ। पपुलिस्टहरूले जहिले पनि 3वटा हतियार प्रयोग गर्छन्। पहिलो, संस्थागत विनाश। उनीहरूले म नै जनताको आवाज हुँ भन्दै अदालत, प्रेस र संसदलाई भ्रष्ट करार गर्छन्। जब यी संस्थाहरू ढल्छन् तब एउटा व्यक्तिको अधिनायकवाद सुरु हुन्छ। दोस्रो, अनुभवहीनताको स्टन्ट। शासन चलाउन सामाजिक सञ्जालको लाइक र भ्युज होइन, विज्ञता चाहिन्छ। जेलेन्स्की र राजापाक्से दुवैले स्टन्ट गर्दा देश र जनताले ठूलो मूल्य चुकाउनु पर्यो। तेस्रो, विदेशी एजेन्डा। लिक भएका दस्तावेजहरूले प्रष्ट पार्छन् कि नयाँ अनुहारहरूलाई डिजिटल हिरो बनाउन विदेशी डलरको ठूलो भूमिका छ। एकचोटि आफैलाई प्रश्न गरौँ, के हामी आफ्नै भोटले विदेशी कठपुतलीलाई नेताको रूपमा रोज्दैछौँ? यदि हामीले प्रणालीभन्दा अनुहारलाई मात्र प्राथमिकतामा राख्यौँ भने भोलि नेपालमा पनि विदेशी सेनाको हस्तक्षेप र आर्थिक सङ्कटको खेल सुरु हुन सक्छ। तपाईँको भोट तपाईँको मात्र होइन, यो देशको भविष्य हो। विदेशी पासपोर्ट र PR बोकेर उपदेश दिनेहरू र फेक अकाउन्टका नियोजित पोस्टको पछि लागेर कतै हामी देश जलाउने सलाई त कोर्दै छैनौँ। यदि विदेशी स्वार्थ लुकेको छ भने अनुहार फेरेर समस्या समाधान हुँदैन। विवेक प्रयोग गरौँ, पपुलिजमको पासोबाट बचौँ। इतिहास रच्ने कि अरूले गरिसकेका गल्ती दोहोर्याउने, फैसला तपाईँको।